एमालेका केही नेताहरूले हाम्रो यो एकतालाई हेरेर वृद्धाश्रम आफ्ना पितृलाई आफ्ना अभिभावकको योभन्दा ठुलो अपमान केही हुन्छ त? जेनजी युवाहरूले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, अपारदर्शिता विरुद्ध पारदर्शिता पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले फेरि हामीलाई वृद्धाश्रम भन्छन्, जसले जनजी युवाहरूलाई सम्मान गरेको छ, प्रवेश गराएको छ। जेनजी युवाहरूले पनि अब बिस्तारै बुझ्दै गएका छन्। केपी ओलीले तुरुन्तै राजीनामा दिनुपर्छ भन्ने निर्णय गरेर घोषणा गर्यो। त्यसलाई तपाईहरुले आफ्नो बैरी ठान्नुभयो भने योभन्दा बढी दुर्भाग्य यो देशका लागि अरु केही हुनै सक्दैन। अनि जसले तपाईहरुमाथि निशंस हत्या गर्ने अपराध गर्यो त्यो पनि उस्तै, त्यसका विरुद्ध लड्ने पनि उस्तै भन्ने कुरा यो साम्राज्यवादीको भाषा हो, तपाई युवाहरुको भाषा होइन। घर फर्क भनेर त्यो वास्तवमा भत्किएको र डढेको घरमा के फर्किनु? त्यो दम्भ र अहंकारले ध्वस्त भएको घर फर्किने उस्तै उस्तै फर्के होला जस्तो लाग्छ। एक दुईजना फर्किया भयो भने उस्तै उस्तै फर्के होला। राष्ट्र बचाउनेमा अन्तिम लडाई लड्न म तयार छु। यही ठाउँमा अस्ति एउटा पार्टी प्रवेश भने जस्तो कार्यक्रम भयो। अस्ति कि कहिले जे होस्, त्यहाँ चाहिँ घर फर्क भनेर त्यो वास्तवमा भत्किएको र डढेको घरमा के फर्किनु? त्यो दम्भ र अहंकारले ध्वस्त भएको घर फर्किने उस्तै उस्तै फर्के होला जस्तो लाग्छ। एक दुईजना फर्किया भयो भने उस्तै उस्तै फर्के होला। तर एउटा कुरा भने म तपाईहरुको लागि अगाडि भनेर जान चाहन्छु। उहाँले एमालेका केही नेताहरूले हाम्रो यो एकतालाई हेरेर वृद्धाश्रम यो आफ्ना पितृलाई आफ्ना अभिभावकको योभन्दा ठुलो अपमान केही हुन्छ त? एउटा अर्को र मुख्य कुरा यो होइन मैले भन्न खोजेको। मैले भन्न खोजेको अर्को छ। जेनजी युवाहरूले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, अपारदर्शिता विरुद्ध पारदर्शिता पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले फेरि हामीलाई वृद्धाश्रम भन्छन्, जसले जनजी युवाहरूलाई सम्मान गरेको छ, प्रवेश गराएको छ। जेनजी युवाहरूले पनि अब बिस्तारै बुझ्दै गएका छन्। नेपाली कम्युनिस्ट पार्टी नै हाम्रो अभिभावक हो। यहाँ प्रवेश भइ पनि सकेको छ अलग अलग पार्टीमा। म युवाहरूलाई, ती सबै युवाहरू जो पवित्र मनले तपाईहरुले सुशासनको कुरा गर्नुभयो, पहिलो सम्मान हामीले गर्यौं, तपाईहरुको आवाजलाई पहिलो समर्थन हामीले गर्यौं, यो कुरालाई हेक्का राख्नु होला। तपाई युवाहरू यदि विदेशी षड्यन्त्रको चंगुलमा हुनुहुन्न भने तपाईहरुले बुझिसक्नु भएको छ, बुझ्नु हुनेछ भन्ने मेरो विश्वास छ। यो देश खतरामा पुर्याइएको छ, निकै ठूलो षड्यन्त्र छ। यो षड्यन्त्रलाई परास्त गर्न तपाई युवाहरू र हामी नेपाली कम्युनिस्ट पार्टी एक हुन जरुरी छ। म यही मञ्चबाट भन्न चाहन्छु, तपाई युवा साथीहरू अन्यत्र होइन, जसले तपाईको मागलाई अगाडि बढेर समर्थन गर्यो, जसले तपाईहरुको आन्दोलनलाई सबभन्दा अगाडि बढेर समर्थन गर्यो, तपाईहरुको बलिदानलाई उच्च सम्मान गरेर सबभन्दा पहिला शहीद घोषणा गर्यो र दोषीलाई कारबाही हुनुपर्छ, अपराधीलाई कारबाही हुनुपर्छ र केपी ओलीले तुरुन्तै राजीनामा दिनुपर्छ भन्ने निर्णय गरेर घोषणा गर्यो। त्यसलाई तपाईहरुले आफ्नो बैरी ठान्नुभयो भने योभन्दा बढी दुर्भाग्य यो देशका लागि अरु केही हुनै सक्दैन। अनि जसले तपाईहरुमाथि निशंस हत्या गर्ने अपराध गर्यो त्यो पनि उस्तै, त्यसका विरुद्ध लड्ने पनि उस्तै भन्ने कुरा यो साम्राज्यवादीको भाषा हो, तपाई युवाहरुको भाषा होइन।
यो विदेशी प्रतिक्रियावादी र देशभित्रका पनि प्रतिक्रियावादी प्रतिगामी षड्यन्त्रकारीहरूको भाषा हो। त्यो भाषाबाट भ्रमित नहुन तपाईहरुको सम्मान म यति भनेर टुङ्ग्याउन चाहन्छु। हेर्नु होला, हामी यहाँबाट महाधिवेशनसम्म जाँदा प्रत्येक कमिटीमा जेनजी युवाहरूको ठूलो संख्या हामी भर्ती गर्ने छौं र हामी उम्मेदवार बनाउँदाखेरि पनि यो पटक निर्वाचनमा बढी भन्दा बढी युवा साथीहरूलाई निर्वाचनमा लाने छौं। यो कुरा पनि म आज यही मञ्चबाट तपाईहरुलाई अपील गर्न चाहन्छु, प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाली कम्युनिस्ट पार्टी अब आजबाट भीमरावजी पनि आइसकेपछि, प्रमोद नारायण नै आइसकेपछि, प्रकाश बहादुरजी लगायतका साथीहरूको ठूलो टिम आइसकेपछि यसलाई मैले अस्ति 10 पार्टीको ऐतिहासिक हो यो एकता भनेको थिएँ। यसलाई पहिलो पार्टी बन्नबाट रोक्न सक्दैन कसैले भनेको थिए। आज यो एकीकरण र समायोजन प्रक्रियाले त्यो भनाइलाई अझ थप पुष्टि गर्ने आधार दिएको छ। अझै आउँदै हुनुहुन्छ, कुराकानी भइराखेको छ, हेर्नु होला। अब हप्तामा यस्तो कार्यक्रम गर्न पर्ने हो कि भन्ने भएको छ। तर मैले आज बिहान चाहिँ भने होइन, अब त्यस्तो भयो भने त यहाँ चाहिँ के अरे नेकपा पूर्व एकीकृत समाजवादीको अफिसमा या पेरिस डाँडामा नै गर्न पर्यो। नत्र यो सधैँ त हप्तामा चाहिँ 2-4 लाख खर्च गर्न पनि त गाह्रै छ भनेको छु। तर पनि यो एकता प्रक्रिया अझ अगाडि दृढताको साथ जान्छ। अब हामी तुरुन्तै अब यो प्रदेशहरूको समायोजन, जिल्लाहरूको समायोजन गर्ने र सामान्य कार्यविभाजन गरेर देशभरि 7 प्रदेशमा नेताहरू समेत गएर घोषणा सभा र चुनावी अपील गर्न हामी जान्छौं र अनि 77 जिल्ला र सबै पालिकाहरूमा पनि नेताहरूलाई खटाएर घोषणा सभा र एकताको निम्ति अपील र जनतालाई अपील गरेर एउटा राष्ट्रिय शक्ति, एउटा यस्तो राष्ट्रिय शक्ति जसले साम्राज्यवादसँग जरुरी पर्छ भने भिन्न तयार हुने शक्ति हामीले आर्जन गर्नै पर्छ।